हेलो गाइस, आज चाहिँ हामी बनाउँछौँ दही वडा। यस्तो गर्मी भएको मौसममा चाहिँ आज हामी बनाउँछौँ चिसो चिसो दही वडा। हिजो राति चाहिँ मम्मीले उरसको दाल चाहिँ भिजाउनु भएको थियो अनि आज चाहिँ हामीले उरसको दाललाई चाहिँ मिक्सरमा ग्राइन्ड गरेर मसिनो मसिनो पिसमा गर्ने होइन, खस्रो खस्रो बनाउने हो। दुधको दाललाई चाहिँ हामीले पिसेपछि चाहिँ एउटा ठुलो भाँडामा राख्नुपर्छ। यसरी हामीले मिक्सरमा ग्राइन्ड गर्दाखेरि चाहिँ अदुवा पनि मिसाएको थिए र यसमा चाहिँ हामीले अलिकति नुन पनि हालेको छौँ अनि 1 चम्मच हिङ हालेपछि यसलाई यसरी 10 मिनेटसम्म पिट्नुपर्छ। 10 मिनेटसम्म पिट्यो भने यो अलिकति फुलिन्छ अनि सफ्ट हुन्छ अनि यो वडा बनाउँदाखेरि राम्रो वडा बन्छ, फ्लफी वडा बन्छ। सो मैले साइडमा हेर्नुहोस् यहाँ हरियो खुर्सानी पनि काटेर राखेको छु। ओके, सो अब चाहिँ हरियो खुर्सानी मिक्स हालिदिन्छु यसमा। हरियो खुर्सानी हालेर अब यसलाई मिक्सर ग्राइन्डमा नहालेको किन भन्दाखेरि गाह्रो भयो त मलाई त। ओके, सो यसरी खनाउने। ओके, अब यसलाई चाहिँ यसरी मिक्स गरेपछि यसलाई 10 मिनटको लागि छोपेर राख्दिने। ओके, 10 मिनटपछि अब हामी यसको पकौडा बनाउँछौँ। हामीले यो ठुलो भाँडामा चाहिँ पानी हाल्छौँ अनि हामी यहाँ नुन हाल्छौँ। यसलाई चाहिँ हामीले वडा फ्राई गरेपछि यसमा भिजाएर राख्नुपर्छ। ओके, सो यसलाई एक ठाउँमा राखिराख्नु। धेरै तातो गर्नु पर्दैन, मन तातो गरेर चाहिँ यो यसरी हाल्ने। अब यो ब्याटर यसरी हातले हाल्ने हुन्छ, चम्चाले हाल्ने हुन्छ। धेरै कम भयो के हो तपाईँको है। सो यसरी मन तातो त्यसमा हाल्ने। यहीँ देखाउ न, माथिबाट यसरी म त यो सानो बनाएको छु। ओके, पक्क मुखमा हालेर खानु धेरै ठुलो बनाएर मैले यसमा चाहिँ गोल्डन ब्राउन हुन्छ। छानेर यसरी एउटा प्लेटमा राख्ने। यसरी एक प्लेटमा राख्ने। ओके, टिस्यु पेपरमा पार्नु पर्दैन हामीलाई। हामीले चाहिँ यो वडालाई चाहिँ फ्राई गरिसक्यो। अब हामीले अघि नै यो भाँडामा चाहिँ नुन हालेर पानी हालेर मिक्स गरेर राखेको थियौँ नि, त्यस यो चाहिँ वडालाई चाहिँ हामीले यहाँ राख्छौँ 10 मिनटसम्म। यो वडा 10 मिनटसम्म राखेको, यो 10 मिनट भइसकेको छ। अब हामीले यसरी निकाल्छौँ। यो सफ्ट पनि भइसकेको छ, हेर्नुहोस् सफ्ट भइसकेको छ। यसको अलिकति पानी यसलाई यसरी तारेर धेरै प्रेस पनि नगर्ने, धेरै प्रेस गर्ने फुट्न सक्छ। त्यही भएर यसलाई यसरी निकालेर छुट्टै राखौँ। यसको पानी यसरी तारिदिउँ। हाम्रो चाहिँ दही वडा रेडी भइसकेको छ। हाम्रो चाहिँ यो 1 घन्टासम्म राखेको थियो। 1 घन्टासम्म फ्रिजमा राख्नु थियो। यस, म चाहिँ यसमा हाल्छु यो सुरुमा प्लेटिङ गरेर लागेको छ। सबभन्दा सुरुमा म इमलीको यो चटनी हाल्छु। यस, रेड चटनी एक भयो। अब चाहिँ वडा हाल्छु। वडा डन्ट कट इट, अलग उठाल्यो दुईवटा। अब चाहिँ दही मात्रै हाल्यो। दही माथि हाल्यो, अझै अलिकति हाल्यो। यो म खान्छु है, तिमीले के पनि यसको माथि हाल्नु भयो। ल अब भयो। त्यसको पछि चाहिँ यो इमली र पुदिनाको धनिया र पुदिनाको स्पाइसी सस जति मन पर्छ त्यति हाल्ने। हरियो चटनी। यस,
भयो यतै माथि छ्याक्छ भयो भयो अब हामीले भुजिया भुजिया गार्निसिङको लागि अलिकति अझै प्लिज यसरी चाहिँ यो रेडी भयो ल टेस्टिङ गरेर बताऊ कस्तो भयो सबैले वामीले टेस्टिङ गर्न आएको छ tasty. Let me taste it. The काम कस्तो छ tasty